हेलो गाइज गुड मर्निङ। काठमाडौँ बस्या भन्ने मात्रै हो, धान काट्न जानु लाग्यो। अब चाहिँ धान हिजो चाहिँ आधी काटिसक्नु भएको छ मम्मीहरूले। आज चाहिँ अलिकति काटेर चार्ने। जस काठमाडौँ बसेर चामल किन्नुपर्छ भन्ने चाहिँ छैन हामीलाई। यो चाहिँ सबै हामीले कमाएको खेतहरू हुन् होइन। आफ्नो भाडा नागाथान भएपछि नाङ्लामा बोकेर चढाउनु पर्छ है गाइज। नागाथानमा पनि चढाउनै पर्यो। हाम्रो चाहिँ चलिआएको परम्परा, हरेक चिजहरू आफ्नो घरमा भएका देवी देवतालाई नचढाइकन यहीँ घरभित्र उड्दैनौँ। बल्ल धान काटिसक्यो। लुगाको हालत यस्तो छ, झार्दैछन्। झार्न त ओसारेर चाहिँ सक्यो। अनि म आएँ, अब नुहाइधुवाइ गर्छु। लक्ष्मी पूजाको लागि तयारी नै गर्नु छ, कति काम छ। सामान किन्न गएकै छैन, सामान किन्न जानु छ पहिला सुरु। त चाबी लगाइदिएछन् फेरि। कहाँ छ चाबी, अब फेरि म खोजेर आउँछु। बाई।